गुड आफ्टरनुन सबैलाई। अहिले घरि चाहिँ म छु पन्बु भ्यू पोइन्टमा। यो ठाउँ चाहिँ पर्छ तपाईहरुको कालिम्पोङ जिल्लाको 42 नम्बर समष्टि। सिलगढीदेखि लगभग तपाईहरुको सायद 40 किलोमिटर आसपास पर्छ होला। एकदमै राम्रो ठाउँ छ यो। नेशनल हाइवे 10 कालीझोडादेखि मात्र 8 किलोमिटर टाढामा पर्छ। यो तल चाहिँ तपाईको टिस्टा खोला। आज दिन अलिक क्यामेराले साह्रै जस्टिफाई गरेको जस्तो लागेन। बाघपुल यो तल पन्बु डाँडा। यो पल्लोपट्टि चाहिँ तपाईको दार्जिलिङ जिल्लाको खरसाङ सब डिभिजनभित्रको ठाउँहरू लाटपन्चर। आज दिन एकदमै धुम्मिएको छ, राम्रो देखेको छैन। तपाईहरुलाई अघिको दृश्य पनि म देखाउँदै लानेछु। यो माथि देखिँदै गरेको चाहिँ शिवधाम पन्बु डाँडामै। यो माथि चाहिँ फास्ट फुडको स्टलहरु पनि राखिएको छ। त्यसको छेउमा भ्यू पोइन्ट पनि छ। अघिको भिडियोहरु पनि म कन्टिन्यू गर्दै लानेछु, हेर्दै गर्नु होला। घटेन यहाँबाट डल्लै खिच्दिनु पर्यो। यो चाहिँ पन्बु डाँडाको भ्यू है। टुरिस्ट गाडीहरु पुरा छ। गरम महिनामा घुम्नु चाहिँ एकदम मजा आउँछ यो ठाउँमा। एकदम शीतल हुन्छ। मजाको ठाउँ छ यहाँ पनि। सानो गाउँ पन्बु नै भन्छ यसलाई पनि, पन्बु भिलेज।
यो सिधा जाने बाटो चाहिँ तपाईँहरूको समथार पुगिन्छ। यो बाटो गयो भने समथार सिन्जी हुँदै तपाईँहरू कालिम्पोङ पनि जान सक्नुहुन्छ। र आज चाहिँ हामी अर्को दिशातर्फ जाँदैछौँ। आज चाहिँ हामी यहाँबाट दाहिनेतर्फ यो बाटो भएर जाँदैछौँ। हामी आज जाने ठाउँ चाहिँ हो कम्बल बस्ती। यो बाटो चाहिँ तपाईँहरूको कम्बल बस्ती, माकुम बस्ती हुँदै चुइखिम पनि निस्कन सकिन्छ। चुइखिमबाट तपाईँहरूको नयाँ हाइवे 717 लाई पनि भेट्न सकिन्छ। त्यताबाट हामी बाग्राकोटतर्फ हुँदै डुवर्स पनि जान सक्नेछौँ। र हेर्दै गर्नु होला, तपाईँहरूलाई देखाउँदै जानेछु। यहाँ पनि एउटा भ्यू पोइन्ट छ। हामी जानुपर्ने चाहिँ यो लेफ्ट देब्रेपट्टि। यता पनि छ एउटा बाटो। यो चाहिँ कहाँ पुग्छ अहिले म देखाउँदैछु तपाईँहरूलाई। अति नै राम्रो भ्यू पोइन्ट छ यहाँ। यो चाहिँ माकुमै होला है, यो बाख्राकोट बस्ती चाहिँ माकुमै होला। एकदमै दामी दृश्य देख्छ यहाँबाट चाहिँ। लु हेर्नुहोस् है, यो पारी पहिरोहरू देख्दै गरेको ठाउँ चाहिँ चुइखिम हो। यहाँ माथि नयाँ बाटो 717 राष्ट्रिय राजमार्ग 717 को निर्माण चलिरहेको छ। त्यो पनि देख्नु सक्नुहुन्छ यहाँबाट। आज दिन एकदमै राम्रो छैन, धुम्मिएको छ। साह्रै राम्रो त देखिएको छैन होला सायद, र पनि देखाउने कोसिस गर्दैछु। यो तल देखिँदै गरेको चाहिँ माकुम बस्ती, याङमाकुङ ग्राम पञ्चायत अन्तर्गत पर्छ, कालिम्पोङ जिल्ला। र अघि मैले देखाएको बाटो दाहिनेतर्फ जाने यो रोड पनि यही माकुम बस्ती नै पुग्छ। यो माकुम बस्ती हुँदै लेस खोला भएर तपाईँहरू बाग्राकोट पनि पुग्न सक्नुहुन्छ। तर बर्खाको समयमा चाहिँ असुविधा हुन्छ, खोला बढेको हुनाले। र तपाईँहरू चुइखिम भएर पनि बाग्राकोटतर्फ जान सक्नुहुन्छ। एकदमै राम्रो ठाउँ छ। हेर्नुहोस् यहाँ तल भिर। मोटो चिउ चिउ हुने भिर छ, चिसो हावा आइरहेको छ। गरम महिनामा चाहिँ यो ठाउँतिर घुम्न एकदमै मजा आउँछ। यहाँ माथि होमस्टे पनि बनिँदै रहेछ।
पर्यटन स्थलको रूपमा भर्खरै स्थापित हुँदै गरेको ठाउँ। अब हामी चाहिँ यो तल जानुपर्छ, यहाँ तल किन गएको अहिले म देखाउँछु तपाईँहरूलाई। कम्बल बस्ती भन्ने ठाउँ चाहिँ तल चाहिँ त्यतैतिर हामी लागिरहेका छौँ र भिडियोमा बनिरहनु होला। दुई भाइको जर्नी चाहिँ आज हाम्रो कम्बल बस्तीतर्फ। ल है यो भ्यू पोइन्टबाट हामी फेरि सुरु गऱ्यौँ देब्रेतर्फ। हामी जानुपर्ने चाहिँ यतै हो। बाटोको अवस्था एकदमै राम्रो छ, तपाईँहरू आरामले घुम्न सक्नुहुन्छ यहाँबाट। गाडी त्यति कुद्दैन त्यही बाटोमा है, कम्ती कुद्छ नि त। कम्ती कुद्छ हो, अन्त त्यो मान्छेलाई त्यो यादै हुँदैन। तलको ब्रिज बनेपछि चाहिँ त्यहाँ चाहिँ हुन्छ। बिहान एकपल्ट कुद्ला होला, बिहान बेलुका त्यो ब्रिज कति आधी बनिसकेछ होइन नि, बनाउँदा त्यो ढलेर क्या त ए सुरु गरेको। त्यो अस्ति नै हामी एकपल्ट जाँदाखेरि त्यो आधी हुँदै थिएन है त्यति बेला टाइममा। मुनिको त्यो माटो धस्केर क्या ए ढलेको नि त, फाउन्डेसन गर्दै रहेछ अहिले। हामी हुने हुँदा चाहिँ है बाटो यतिको छ नि त, हेर्न त अन्त कालो बाटो। अन्त यो खाले गाउँमा जाँदाखेरि अप्पर कम्बल बस्ती रहेछ। कम्बल बस्ती भनेपछि त्यो चाहिँ लोवर रहेछ। हामी आएको चाहिँ लोवर रहेछ भनेपछि है। उता जानुहोस् है, उता काट्नुहोस् आउँछ जान्छ। उयो गरेको नि हौ, कच्चा थियो नि हौ, देखिरहेको बस्ती भएको कारणले घर चाहिँ साह्रै भेटिँदैन, टाढो टाढो। के दामी देखेको है। हेर्नुहोस् कति मजाको रुख।
चाहिँ फेरि फाटक आइपुगेछ। हामी जानु पर्यो देब्रेपट्टि। दाहिने दाहिने नै कि दाहिने चाहिँ तपाईँहरूको यो माकुम बस्ती हुँदै लेस रिभर भएर बाग्राकोट पुगिन्छ। र हामी चाहिँ आज जानुपर्ने देब्रेपट्टि। सुनवारी बस्दै जाने यो अगाडि देख्दै गरेको चाहिँ लेस खोला हो। यो तलको त्यो पारिपट्टि चाहिँ चुइखिम कालिम्पोङ जिल्लाको 41 नम्बर समष्टि अन्तर्गत पर्छ। यहाँ पनि बाटो चाहिँ बनिसकेको छ र यो बाटो र त्यो बाटो जोडिने ठाउँ चाहिँ यहाँ तल ब्रिजको काम चलिरहेको छ। यो ब्रिज बनेपछि चाहिँ 717 हाइवे नेसनल हाइवे 10 देखि कनेक्ट हुन्छ र धेरै सुविधा हुन्छ यसले। र हामी चाहिँ आज पारिपट्टि नजाने यहाँ तल चाहिँ आएको। अहिले देखाउँछु तपाईँहरूलाई। हामी चाहिँ यहाँ पर आएको यस ठाउँमा। हाम्रो भाइहरूको आज क्रिकेट म्याच छ, त्यहाँ चाहिँ आएको हामी। यस ग्राउन्डमा हेर्नुहोस्, यो लेस खोलाको बगरमा पनि क्रिकेट टुर्नामेन्ट चलिरहेको छ। कति जोसिलो होला यहाँको अर्गनाइजरहरू र पार्टिसिपेन्ट टिमहरू। यस्तो ठाउँमा पनि क्रिकेट म्याच चलिरहेको छ। हामी चाहिँ आज यहीँनिर आएको र अझै हामी देखाउँदै जानेछौँ र हामीसँग बस्नुहोस् होला भिडियोमा। धन्यवाद।